अब निली हुन्छु घर जाने। Hey guys, welcome back to my vlog. धेरै टाइम पछि चाहिँ मैले यसरी ब्लग गराएको छु। आज चाहिँ हाम्रो कलेजमा फेयरवेल पार्टी छ, फेयरवेल प्रोग्राम। हामी सबैजना यहाँ भेला भएको छौँ। मेरो एकदमै गुड फ्रेन्ड यहाँ हुन्छ हामीसँग है। हाई भन न, मेरो ब्लगमा तिमीलाई स्वागत छ। एकदमै रमाइलो भइरहेको छ माहौल चाहिँ, अनि हामी चाहिँ यहाँ फोटोहरू क्लिक गरिरहेका छौँ। एकदमै राम्रो देखिरहेको छ। च्यापेर भन त गपिन्छ मलाई। हेलो मेरो पनि ब्लग। फेयरवेल अझै स्टार्ट भएको छैन, हामी चाहिँ यताउता गरिरहेको छौँ। हेर हाम्रो ब्युटिफुल साथीहरू हाई हाई भन न। आर्ग्यु भइरहेछ फर द सिट। हेलो गाइस, अगाडि जान्छ ल। गाइस म गाडी कालो भइसक्यो। अघि नै गाडी स्टार्ट भइरहेको नि। यहाँ अगाडि सबैजना हुनुहुन्छ है हाम्रो वेलकम फेयरवेलको दिनमा पनि पढ्न लाइसिनेर देखाइदियो त त्यो पेपर। वाउ, अहिले हाम्रो स्पिच सुन्छ मिनको, अनि अगाडि गएर सबैजना हामी ताली बजाउँछौँ। स्पिच दिने बेला हामी अब हाम्रो डान्सको पालो सर्ट क्लिप छ। for providing me a golden opportunity to deliver my thought speech in front of you. I am very thankful for providing me speech as अघि बिदाई गर्ने क्रममा छुट्नु भएको छ। खानालाई जन्मेका खानालाई जन्मेका आमन्त्रण गर्न चाहन्छु। अझै गाइस हेर्नु, दुईटा प्लेट खाएर फेरि खाइदिन्छ। फाइनली हामीले खानाहरू पनि खायौँ, एकदमै मिठो थियो। मासु, पुलाउ, अचार अनि पनिर थियो। खानामा चाहिँ एकदमै मिठो थियो। कि अगाडि प्रिन्सिपल देखाउनु सर मेरो ब्लगमा आउनु न भन। सर मेरो ब्लग बनाउन काम छ। म पढ्नु लागिसकेँ। म अब निली हुन्छु घर जाने बेलासम्म चिन्दैन मलाई। अब मैले निली हुन्छु घर जाने बेलासम्म चिन्दैन मलाई। यिनीहरू चाहिँ एक्टिङ गरिरहेछन् है, रुने एक्टिङ गरिरहेछन्। Thank you guys for watching till the end. Bye bye.